असक्त छु भने त्यहाँनिर कसरी पवित्र आत्माको मन्दिर हुनसक्छ? है, त्यहाँ पवित्र आत्मा बस्नु सक्नुहुन्न। त्यही भएर आज हामीले सङ्कल्प गर्नुपर्छ। कसरी भन्दाखेरि म यो जीवन दिनुहुने परमेश्वरलाई परमेश्वरलाई यो शरीर चाहिँ स्वस्थ राखेर म जीवनको उद्देश्य पुरा गर्छु। म परमेश्वरलाई साँचो भइरहेको छु। आमेन। जीवनको उद्देश्य है। अहिले धेरै जीवनको उद्देश्य नबुझ्दाखेरि है जीवन चाहिँ उनीहरूको लागि के छ? एकदमै भार, परिवारको लागि भार, समाजको लागि भार भएको अवस्था हुन्छ कि। त्यसले गर्दा आज हाम्रो भावनात्मक विकास हुनुपर्छ। आज हाम्रो सामाजिक विकास हुनुपर्छ। आज हाम्रो पारिवारिक उत्तरदायित्वमा पनि हामी बढ्दै जानुपर्छ। यही कुरालाई हेर्दा प्रभु के हुनुहुन्थ्यो? परिवारभित्र बुवाको काममा, सिकर्मी काममा पनि सहायता गर्नुहुन्थ्यो उहाँले, होइन? आमालाई पनि उहाँको वचनमा आज्ञाकारी हुनुहुन्थ्यो। यहुदी रीतिरिवाज अनुसार उहाँ बिस्तारै के छ? पारिवारिक जिम्मेवारीमा पनि बढ्दै हुनुहुन्थ्यो। आमेन। किन भन्दा यहुदी रीतिरिवाजको सबभन्दा ठुलो कुरा के हो? उनीहरू जीवन परिवारभित्र कसरी जिउने, समाजमा कसरी जिउने। बल्ल जो परिवारभित्र ठिक किसिमले जिउँछ ऊ समाजमा ठिक किसिमले जिउँछ अनि उसले देशको लागि के हुन्छ? जिउन सक्छ। यो चाहिँ के हो? यहुदीहरूको चाहिँ शिक्षा हो। यहुदीहरूको शिक्षा हो। र आज हामी यही कुरामा प्रभुको जीवनमा हामी पाउँछौँ। उहाँ चाहिँ तेस्रो कुरा के छ? प्रभु चाहिँ अनुग्रहमा बढ्दै जानुभयो। कुन अनुग्रहमा? परमेश्वरको अनुग्रहमा पहिलो कुरो। दोस्रो कुरो उहाँ चाहिँ मानिसको अनुग्रहमा पनि बढ्दै जानुभयो। परमेश्वरको अनुग्रह भनेको कुरा के हो? परमेश्वरसँग भनेको कुरा के हो भन्दा उहाँ चाहिँ वचनमा आज्ञाकारी हुनुभयो। उहाँ चाहिँ पिताको इच्छामा जोडिरहनु भयो भन्ने कुरा। हामी तपाईँले यूहन्ना 14 अध्यायमा गएर वचन पढ्नुहोस् न। जसले मलाई प्रेम गर्छ त्यसले के गर्छ? मेरो आज्ञाहरू पालन गर्छ भन्छ। आमेन। ती मेरा सन्तान हुन् जोसँग मेरा आज्ञाहरू छन् भन्छ। आमेन। यदि तपाईँसँग परमेश्वरको वचन छ भने बल्ल तपाईँ परमेश्वरको सन्तान हो, न त होइन। प्रभुलाई प्रेम गर्छु भन्नुहुन्छ, आज्ञा पालन गर्दैन भने त्यो पनि परमेश्वरको सन्तान हो। जसको हृदयमा पवित्र आत्मा छ र पवित्र आत्मालाई काम गर्न दिन्छ त्यो मात्र परमेश्वरको सन्तान हो। है, पवित्र आत्मा हुनुहुन्छ तर काम गर्न दिँदैन भने त्यो पनि के हो? ठिमा हो। ठिमा भन्छ पवित्र कार्यक्रम नभएको ठिमा हो। साँच्चै भन्न चाहिँ के भन्छ? परमेश्वरको सन्तान भन्छ। वचन पालन गर्दैन भने उसको जीवनबाट कसले परमेश्वर देख्छ? मलाई भन्नु। ठिमा हो। के तपाईँ ठिक छ? उता पनि ठिक छ। ठिमा ठिमा काम लाग्दैन? ठिमा काम लाग्छ? लाग्दैन? विचार गर्नुहोस् है। आज हाम्रो जीवनमा परिवारमा आशिषहरू रोप्ने परमेश्वरको स्वरूपमा प्रीति हुन नसक्ने कुरा होइन। यही भएर जब हामी परमेश्वरको